के तपाईलाई लाग्छ कसैलाई पाउनु मात्र प्रेम हो? होइन, प्रेम पाउनु मात्र होइन, कसैलाई नपाउँदा पनि उसलाई उत्तिकै माया र सम्मान गर्नु प्रेम हो। यदि हो जस्तो लाग्छ भने आजको भिडियोलाई स्किप नगरी अन्तिमसम्म सुन्नुहोला, किनकि साँचो प्रेममा विश्वास गर्ने हर कोहीका लागि यो एउटा प्रेरणा बन्न सक्छ। आजभोलि हामी प्रेमलाई स्वार्थसँग जोड्छौँ, तर बदलामा केही नपाउँदा पनि कसैलाई निस्वार्थ भावले माया गर्नु चाहिँ वास्तविक प्रेम हो। प्रेमले तपाईलाई कमजोर होइन, संसार जित्ने साहस दिनुपर्छ। आफूलाई भुलेर कसैलाई माया गर्नुभन्दा पहिला आफैले माया गर्न सिक्नुहोस्। जो मान्छे आफूसँग खुसी छ नि, उसले मात्र अरूलाई साँचो खुसी दिन सक्छ। याद राख्नुहोस्, प्रेम बन्धन होइन, यो एउटा खुला आकाश हो। यदि यो कुराले तपाईको मन छोयो भने यो भिडियो उहाँसम्म पुर्याउनुहोस् जसलाई तपाईँ साँच्चै माया गर्नुहुन्छ।